साउदी कप सबैजनालाई। आज हामी मुवा थाईको बारेमा केही विशेष गर्न गइरहेका छौँ हैन। अब सर्वप्रथम त हामीले मुवा थाई खेल भन्नाले के बुझिन्छ भन्दाखेरि यो चाहिँ अब नाममै यसको के छ भन्दाखेरि थाइल्यान्डबाट आएको छ हैन। अब मुवा थाईमा चाहिँ अब जस्तै तपाईहरुले विभिन्न खालको मिक्स मार्शल आर्ट्सहरु हुन्छ, जस्तै कराते, ताइक्वान्डो, बक्सिङ हुन्छ, जुडो हुन्छ, धेरै किसिमको छन् हैन। त्यसरी सबैलाई मिसाएर एकैचोटि एउटै गेममा सबै भयो भने त्यसलाई चाहिँ अब एमएमए भन्छ भन्ने गर्छ। तर आज चाहिँ हामी मुवा थाईको बारेमा कुरा गर्न गइरहेका छौँ। त्यसरी नै म पनि एउटा मुवा थाई खेलाडी हो। नाम सर्टमा पनि छ, राम्रोसँग नाम लेखेर होला कास्की मुवा थाई एसोसिएसन भनेर। म पनि कास्की मुवा थाई एसोसिएसनको एउटा मेम्बर हो हैन। म पनि यहाँ खेलाडी हुँ। म पहिला एकचोटि दुबई पनि गएर आइसकेको हुँ। म आफ्नो धेरै रिजनले गर्दा म वहाँ खेल्न पाइनँ, तर मैले चाहिँ धेरै कुराहरू सिकेर आएँ। मैले लगभग 100 भन्दा बढी देशका खेलाडीहरू आएका थिए र सबैको खेलहरू पनि हेर्न पाएँ। र मैले यति चाहिँ के भन्छु भन्दाखेरि आफू तपाईँ जताबाट नि हुनुहुन्छ, जहाँसुकै हुनुहुन्छ, त्यो चाहिँ तपाईँलाई आफ्नो गोल त्यसले चाहिँ रोक्दैन कि तपाईँलाई कस्तो आफूलाई लाग्न सक्छ मेरो देशमा केही छैन त्यस्तो लाग्छ भने त्यो चाहिँ होइन रहेछ। किनभने म पनि यहीँ सिकेको हुँ। पहिला झन् अहिले यो ठुलो छ होइन, तर पहिला हामी त्यहाँ सानो सिमेन्टमा सिक्या हो। त्यहाँ सिकेर पनि हामीले जस मेहनत गरेर जानेको हो, आफूले मेहनत गरियो, उसले पनि मेहनत गराउनु भयो, सिकाउनु भयो, मन दिएर सिकाउनु भयो, हामीले मन दिएर सिक्यौँ। त्यो हुनाले आफूले मेहनत गर्नु पर्दो रहेछ। तर मुवा थाईको खेलको कुरा गर्ने हो भने चाहिँ मुवा थाई चाहिँ अब कस्तो हुन्छ, करातेमा तपाईँको मुखमा हान्न पाउँदैन, ताइक्वान्डोमा किकहरू हान्छ, टचिङ पोइन्ट हुन्छ कुनै। अब करातेको ताइक्वान्डोमा नकआउटहरू हान्ने हुन्छ, कुनै टचवाला मात्र हुन्छ, धेरै हुन्छ। तर मुवा थाईमा चाहिँ तपाईँहरूले पन्च हान्न मिल्छ, तपाईँहरूले नि हान्न मिल्छ, जस्तै पन्चहरू हान्न मिल्यो होइन। हुकहरू अब यो त तपाईँको बक्सिङमा भएको सबै हान्न मिल्यो। अब करातेहरूमा जस्तो किकहरू पनि हान्न मिल्यो होइन। तपाईँको किकहरू किक हुन्छ, ज्याब हुन्छ, सबै हान्न मिल्यो होइन। त्यही माथि मुवा थाईको मेन भनेको चाहिँ यो स्ट्यान्स हुन्छ होइन। अनि हल्का निहरू पनि खेलाउन पाइन्छ, एल्बोहरू हान्न पाइन्छ होइन। मुवा थाईको चाहिँ त्यो हो मेन खासियत भनेको। त्यही भएर सबैभन्दा चाहिँ तपाईँहरूले सिक्नु हुन जाँदै हुनुहुन्छ भने चाहिँ मुवा थाई सिक्नु होला, कराते ताइक्वान्डो भन्दा। अब मुवा थाई खेलमा चाहिँ अब खेल जुन पनि सिके नि अब आफूलाई जिन्दगीमा डिसिप्लिन हुन चाहिँ मद्दत गर्छ खेलकुदले। तर खेल्छु खेलाडी बन्छु भन्ने भने सबै पनि खेल राम्रो नराम्रो भन्ने हुँदैन। तर मुवा थाईमा चाहिँ तपाईँले सबै कुरा इन्क्लुड गर्न पाउनुहुन्छ। तपाईँले एल्बो खेलाउन पाउनुहुन्छ, तपाईँले नि खेलाउन पाउनुहुन्छ, तपाईँले सबै अब यस्तो घुमेर हान्न पऱ्यो भने यो खेलाउन पाउनुहुन्छ, सबै खेलाउन पाउनुहुन्छ। त्यही भएर तपाईँहरूले चाहिँ सिक्नु भयो भने चाहिँ अब आफूले मेहनत गर्नु, यो खेल सिक्नु, तपाईँ पक्कै पनि राम्रो ठाउँमा गएर पुग्नुहुनेछ। धन्यवाद।